चुनाव पनि लाग्न आँट्यो होइन। अब चुनाव लाग्न आँटेपछि अब सबैको आफ्नो एजेन्डा हुँदो रहेछ के, घोषणापत्र हुँदो रहेछ। अनि म पनि चुनावमा उठिसकेपछि अनि मलाई चाहिँ सबै साथीभाइहरूले तपाईँको घोषणापत्र के हो होइन, तपाईँहरूले जित्नुभयो भने चाहिँ के गर्नुहुन्छ, भोट दिने आधार के हो भनेर सोध्नुभयो होइन। अनि अब मलाई पनि लाग्यो कि अब हो सबैको हुँदो रहेछ भने मेरो पनि त चाहियो। अनि मैले पनि घोषणापत्र बनाएँ होइन। म चाहिँ अब के त भन्नु, पेसागतमा अब चाहिँ नि अब नजाने पनि इन्जिनियर भन्ठान्छु आफूलाई। अनि त्यही भएर चाहिँ नि अब मैले यहाँ चाहिँ 2-4वटा घोषणापत्र चाहिँ रेडी बनाएको छु। नम्बर 1 है, यस्तो घोषणापत्र कसैले पनि गर्न सकिँदैन है, कसैले पनि भन्दा पनि भन्दैन, गर्दा पनि गर्दैन। म चाहिँ अब गर्छु गर्दिनँ त्यो चाहिँ अब त्यो पछि थाहा भइहाल्छ, अहिले भनेर के गर्नु। तर चाहिँ नि तपाईँहरूले मलाई भोट दिनै पर्ने कारण चाहिँ होइन, चाहिँ नि अब राम्रो मान्छेलाई दिनुपर्ने कारण चाहिँ के भन्दाखेरि अब मैले चुनाव जितेँ भने नम्बर 1मा हेलिकप्टरको पङ्खा भित्र राखिदिनु। अब गरिब महिना लाग्छ, सबलाई थाहा छ होइन। अब यो चाहिँ चुनाव सकिने बित्तिकै त एकदम गर्मी लाग्यो, त्यतिखेर त्यो पङ्खा बाहिर छ, के गर्नु त्यो। अहिलेसम्म कसैले त्यस्तो भने छैन होला होइन। हो मैले नम्बर 1मा हेलिकप्टरमा पङ्खा चाहिँ ठ्याक्कै भित्र राखिदिने। अब प्लेनमा गएर त्यो भित्र झ्याल नखुल्दो रहेछ है, हेलिकप्टरमा तैबिसेक ढोका खोल्ने भयो, प्लेनको चाहिँ ढोका लगाएपछि उडाउने। अब कति मान्छे निसासिने भए होइन, कसैलाई उल्टी आउला। प्लेनमा छतमा बस्ने सुविधा मिलाइन्छ अथवा झ्याल खोल्ने पनि सुविधा मिलाउन सकिन्छ, त्यसमा हेरफेर गरौँला। 2टा त्यो भयो। अब प्लेन हेलिकप्टर केही नचढ्नेलाई बर्खामा चाहिँ खाल्टाखुल्टी, पुरै खाल्टाखुल्टीवाला बाटो। अब गर्मी हुन्छ नि त त्यतिखेर, अब नुहाउनु पऱ्यो, अब के गर्नु त्यतिखेर। अनि खाल्टाखुल्टी बाटो पुरै, त्यहाँ चाहिँ पानी जमेको हुन्छ, फ्रीमा नुहाउन पाइन्छ, टेन्सन भएन होइन। अब त्यो पनि एकदम राम्रो हो। अनि अर्को चाहिँ मेरो चाहिँ मेन छुट्याउनै नहुने घोषणापत्र चाहिँ के हो भन्दाखेरि चाहिँ अब मेरो घोषणापत्रमा भएको मैले चुनाव जितेँ होइन भनेदेखि सबैलाई, त्यो जति पनि अब मलाई भोट हाल्ने नहाल्ने सबैलाई अब चाहिँ कतै घुम्न जाँदा यताउति अब भनौँ न घुमेर आउँदाखेरि होइन थकावट महसुस हुन्छ नि त होइन। त्यसपछि अब थकावट महसुस भएपछि के गर्नु त अब भन्दाखेरि अब यसो सोच विचार गर्दाखेरि मैले चाहिँ नि अब सबलाई हुने खालको एउटा के खोलौँ त, खै अब मसाज सेन्टर खोल्नु पर्ला। एकले अर्कालाई मसाज गर्ने नियम ल्याउनु पर्यो। त्यो हर्क सम्पानको श्रमदान भने जस्तै हामीले चाहिँ मसाज दान गर्ने, त्यसो गरे कसो होला त। यो चाहिँ अनिवार्य रूपमा चाहिँ लाउनु पर्यो होइन। अरू भने त्यस्तै हो। अब मेरो घोषणापत्रले बोलिसक्यो, मैले अरू केही बोलिराख्नु पर्दैन। चुनाव चिन्ह चाहिँ के हो भने चुनाव चिन्ह जे पनि हुनसक्छ, अब त्यही दिन। अब अहिले चाहिँ जस मलाई भोट दिनलाई चाहिँ तयारीका साथ बसौँ होइन। यति राम्रो मौका र यति राम्रो उम्मेदवार कहिले आउँछ आउँदैन ठेगान छैन। ल मलाई भोट दिनुपर्ने कारण यिनीहरू नै हुन् होइन। तपाईँहरूलाई अब यदि ठिक लाग्छ भने भोट दिँदा भयो। फेरि भोलि पर्सि गरिब महिना आयो, लु हेलिकप्टरको पङ्खा भित्र राखिदिनु पर्यो अब भनेर चाहिँ अब भन्यो भने अब चुनाव हारे पनि काम त हुन्छ, तर अलिक ढिलो हुन्छ। फेरि अर्को चुनावलाई पुग्यो नि त यही एजेन्डा। त्यही भएर बेलैमा बुद्धि पुऱ्याउँ, भोट मलाई दिउँ। हेलिकप्टरको पङ्खाभित्र प्लेनको छतमा बस्न मिल्ने अथवा झ्याल खोल्न मिल्ने, त्यसमा अब आपसी समझदारीमा होइन। अब बाइकमा गाडीमा यताउति हिँड्नेलाई बर्खामा पुरै खाल्टाखुल्टीमा पानी जमाएर राखिदिने भयो होइन। किनभनेदेखि गर्मी हुन्छ, त्यतिखेर नुहाउनु गर्न हिलोमा ठिक छ, एकदम मजा अब होइन। सबैलाई हुने भयो नि त यति भएपछि है त। ल धन्यवाद।